म 1 किलो आलु अनि 2 किलो आलु खान्छु अनि 3 किलो आलु खान्छु गाइस। म चस्मा रियालिटी त झन् स्विट 15 देखि रहेछ त। सोफिया दिदी र बिमला दिदी कहाँ जान लाग्यो? त्यही गाइस मलाई किडन्याप गर्न। वेलकम टु माई ब्लग। होइन होला हो फेसबुक त। हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूले स्वागत छ फेरि पनि एउटा नयाँ ब्लगमा। त्यही गाइज कति भएको थियो कि मैले च्यानलमा भिडियो नहालेको अलमोस्ट कति भन्दा कति 10-12 हप्ता जति भएको छ। अनि त्यही भएर चाहिँ आज ब्लग बनाऊँ भनेर चाहिँ अब ब्लग बनाइदिएको। त्यही गाइज अहिले चाहिँ कति भन्दा 4:40 भएको छ। अनि म चाहिँ कलेज जानको लागि रेडी बनाएको। त्यही गाइज यताको छ त्यही गाइज। अनि मैले यता पानी उमालेको थियो त्यो अब पानी सानी खाऊँ त्यही। त्यही गाइज मजा आउँछ त्यस्तो गाह्रो हुँदैन। अब चाहिँ के भन्दा अब चाहिँ ड्रेस लगाऊँ अनि त्यही गाइज ड्रेस लगाउने हो अनि कलेज जाने हो। त्यही गाइज आई एम रेडी टु गो। ड्रेसलाई चाहिँ कस्तो देखिरहेको छ कमेन्ट गर्नु त गाइज। त्यस्तो केही पनि छैन त्यही ड्रेस त के देखाउँ। अब चाहिँ बाहिर खानु। म तपाईँहरूलाई बाहिरको कन्डिसन देखाउँछु। अहिले कति भन्दा 5:31 भइसक्यो। अब म तपाईँहरूलाई बाहिरको कन्डिसन देखाउँछु। फुल राति चाहिँ केही छैन। गाइस बाहिर चाहिँ फुल राति छ केही छैन केही छैन गाइस राति। त्यही गाइस अब चाहिँ कलेजतिर जाऊँ नत्र फेरि आशिका भन्ने मान्छेले कल गरिहाल्छ कि लो तिमीलाई अहिले किन आउने गर्छ। अहिले यता कलेजमा आइपुग्नुलाई यता स्कुलबाट चाहिँ भर्खर झरेको गाडीमा आएर। अनि त्यही गाइज अब कलेज चाहिँ यता अगाडि मात्रै हो धेरै होइन जम्मा 1 मिनट मात्र हिँड्नुपर्छ। गाइज जो आज चाहिँ अरूभन्दा नि छिटै भयो फोन गर्नु परेन अलिक। अनि यता चाहिँ यस्तो छ कि गाइज हाम्रो यता कलेजको साइडतिर रोड बनाउनु लाग्यो रे। द्याट्स वाइ बलुवा सिमेन्टहरू छन्। This is our college guys. Good morning sir. वहाँ चाहिँ हाम्रो अकाउन्ट। गुड मर्निङ सर वेलकम टु माई ब्लग। होइन होला हो फेसबुक त। यो चाहिँ गाइज म सानो हो मलाई मारे अच्छु। त्यही गाइज कोही छैन कि त्यस्तो कलेज भन्ने देखाउनलाई केही छँदै छैन भाइ। यो त हाम्रो कलेज भन्दा परिआएको धेरै कलेज जस्तो लाग्छ है। जता परिवार छ गाइस 6-10 भइसक्यो गाइस। कोही छैन कि त्यस्तो। एउटा मसाने हो अनि त्यो हाम्रो क्लासको अलिअलि हो। कता कता जानु चाहिँ कता जानु जाउँ गाइस। हामी चाहिँ बाहिर जाउँ ल। ठिक छ नि। यो पनि कति पछि कलेज आएको हो क्या। सोफिया दिदी र बिमला दिदी कहाँ जान लाग्यो? त्यही गाइज मलाई किडन्याप गर्नलाई जानु अरे।
अब मलाई यहाँ कलेज बाहिर यसो बोरा हालेर उठाएर लग्छु तिमीलाई किडन्याप गरेर तिम्रो माथि पर हिँड्न माथि पर दिल्लीमा बेच्न जानु लारे गाइज मलाई बिहारमा त्यो गाइज अब मलाई बेच्ने चाहिँ यही दुईजना हुन् हाम्रो बिमला दिदी र सोफिया दिदीले बिस्छु मेरो भाउ त बढी हो आइफोन 17 त नलिने हावा छ त्यो तर्फे त्योभन्दा स्यामसङ लिनुको स्यामसङ बाल्छ सिजार अस्मिता गिरी होइन आम्मा भन कहाँ जानु चाहिँ हामी मलाई बेच्दा लग्न लाग्यो रे यो बाटो हुनु पर्यो नि तपाईँहरूको के 11 मा हुँदा कति 6 चोटि होइन रोड त्यस्तो भएको आमा अनि के भत्काउने अनि फेरि पिच गर्ने भत्काउने पिच गर्ने कि किन है त्यस्तो चाहिँ त्यो स्कुलको फुची जस्तो ल्याएर भनेको त्यही फुची सोचिरहेको थियो पछि पो एउटा शब्द सुनेर झाडो झाडो खै तपाईँ त बोल्दै बोल्दैन बोलाएर बस्छ के धोएर नसुकेको मन झाडो चाहिँ जाडो भइरहेको छ हाततिर जाडो भइरहेको छ सोफा चाहिँ स्कर्ट ल्याएर बिचराको तपाईँको चाहिँ प्यान्ट छैन के किन कसैजना ए दिस इज द के भन्नु गाइस ओ माइ गस बल्ल तातो तातो भयो बिमला दिदीले खुवाउने होला नि होइन बिहान बिहान त खान सक्दैन यस्तो सेल रहेछ आलु चप हजुर म त सबै खाइदिन्छु भने म खानु मन सेल आलु चप अनि त्यसपछि अन्डा समोसा रहेछ झाडो झाडो भयो अलि तातो तातो भयो आलु पनि रहेछ अघि भन्दा त तातो छ भ्याउँछ म त खाँदिनँ होइन गाइस कुटेर मानेर मलाई यो ट्रिट चाहिँ कसले भन्दा बिमला दिदीले दिनुभएको उहाँ हुनुहुन्छ जस मनसँग छ म चस्मा रियालिटी त झन् स्विट 15 देखेको रहेछ त लजाए मान्छे लजाए भर्खरको देख्छ भनेको कति भन्दा 27 भइसक्यो म एक्लै बसेर चाहिँ के खानु हातमै लिएर फेरि एउटा पेपर ल्याउँछु बामा आयो मिठो छ 27 भइसक्यो 37 खाऊ सोफाजीले चाहिँ खानु भएन झन् मलाई चाहिँ दिल्लीमा बेच्न लाग्नु भएन त्यो हाम्रो डिलरै आइदिएको हाम्रो जता नि हुन्छ बिहान बिहान मलाई चाहिँ किन यस्तो त्यस्तो खानै मन लाग्दैन कि बिमारीले भन्नु मात्रै खाएको मैले जियोस् अलिअलि जिउ चाहिँ तात्यो अब क्लास जाने हो अब मोबाइल लगाउन दिँदैन त्यही गाइज अब कलेज आइपुगेछु त्यही गाइज अब चाहिँ हजुर त्यही गाइज अब चाहिँ क्लास छिर्ने टाइम भइसक्यो अब क्लास जाने हो गाइज अहिले चाहिँ क्लास सकिसक्यो अनि अहिले चाहिँ हामी कता भन्दा घर जानु लाग्यो
भर सुरु गरेँ क्या त्यही गाइज अब चाहिँ घर जाने लाग्यो यो गाइज मसाने भेट्छु तले सुलाएर हिँड्ने त्यही गाइज हाम्रो यता चाहिँ अवस्था यस्तो छ त्यही गाइज परिवार के छँदै छैन परिवारको आछीहरू के छैन यो मान्छेको नाम चाहिँ शुक्रबहादुर तामाङ हो यस्तो पसल चाहिँ यतै छ गाइज तपाईँहरूले के चाह्यो भने भन्दै म चाहिँ हाम्रो सोफिया कार्की जस बल्ल तल्ल क्लास सक्यो ठिकै छ अब घर जाने हो गाइज हाम्रो गाडी चाहिँ यता छ उहाँ चाहिँ हाम्रो अङ्कलले चाहिँ म कहिल्यै बिर्सिनुहुन्न अब जिन्दगीमा मैले अस्ति होइन ठ्याक्कै त्यो फुर्सद नखेलाएको दिन भनेको थिएँ क्या गाडीको सिसा फुटाइदिनु पर्छ भने त्यसपछि हेरेको भने मलाई हामी चाहिँ यो गाडीमा जाने गाडी ठुलो भयो नि मान्छे चाहिँ यसमा भन्दा फेरि यसमा चाहिँ धेरै अट्छ अरे होइन त्यही गाइज हामी गाडी जाने चाहिँ हो अन्डुकले गाइज म तपाईँहरूले के देखाउँछु भन्दा यो स्कुलको फुटसल पनि देखाउँछु हाम्रो चाहिँ अनि अस्ति के हो भएको थिएन कि त्यो फुटसल भएको थिएन अनि त्यही भएर चाहिँ मेरो बोर्ड चाहिँ अस्तिदेखि त्यहीँ राखेको थिएँ यही हाम्रो स्कुल चाहिँ यसैले भित्र चाहिँ बन्द रहेछ हाम्रो फुटसल चाहिँ यतै हुन्छ गाइज हाम्रो त्यो 11-12 को पनि फुटसल अनि कम्प्युटर ल्याबहरू चाहिँ यतै हुन्छ फुटसल बनाउँदैछ जोस् टक्क लगाएर पाण्डे सर गुड मर्निङ सर त्यही गाइज त्यो फुटसलहरू चाहिँ रेनोभेट हुँदैछ गाइज जोस् ठिक छ थर्सडे फ्राइडे गेम भन्छ भन्दा चाहिँ अनि त्यस्तो साह्रो हुने चाहिँ के हुँदैन ठिक छ अब 2-4 दिनपछि अब त्यो पनि सकिन्छ होला त्यसपछि चाहिँ त्यो माथिपट्टि त्यो रुफ हाल्न लाग्यो अरे अनि त्यसपछि त्यो रुफ हालिसकेपछि चाहिँ त्यो पानी पर्ने बेला पनि खेल्न हुन्छ भनेर हो त्यही गाइज त्यस्तो केही छैन बस सिम्पल अनि कसो जानु लाग्यो गाइज यसपालि चाहिँ अब के खुवाउने हो दिदीले भन्दा म 1 किलो आलु अनि 2 किलो आलु खान्छु अनि 3 किलो आलु खान्छु गाइज त्यही गाइज त्यो चिल छ कि यो कलेज चाहिँ अरू भन्दा होइन अङ्कल चिल छ क्या गाडी धरि स्टार्ट भएको छैन अङ्कल पनि आउनु भएको छैन कि त्यही भएर चाहिँ बाहिर सामान किन्न जान्ला त्यही गाइज हाम्रो कलेजको पारा सबैजना त्यस्तै हो केटाहरूको पनि केटीहरूको पनि सबैको पारा त्यस्तै हो ड्राइभर अङ्कल त जतिखेर बोलायो त्यतिखेर आउने कि नआउने त हुँदै हुँदैन आउनु न भाइ वेलकम टु माई ब्लग दादा यहाँको अङ्कलको पनि फेमस छ जस ठाउँ चाहिँ जस्ट वान्ट टु हेभ द्याट 10 रुपियाँवाला हो कि म त धेरै कस्टली खाँदिनँ यति धेरै फ्लेभरहरू छ नि कुन फ्लेभर मिठो हुन्छ कुन चाहिँ फ्लेभर मिठो हुन्छ स्ट्रबेरी अरु छैन यो चकलेट फ्लेभर सिज यो सुना गाइज कुन खाउँ भयो म त त्यही खानु म त 10 रुपियाँवाला खान्छु भनेको रिसाएर पागल हुनु ठिक छ नि त त्यही खुवाउने भयो कुन फ्लेभरहरू खै ल म पनि त्यही तपाईँले जुन चाहिँ दिनुहुन्छ त्यही खान्छु ल तपाईँको चोइस ल दिदीको चोइस ल हो ल तपाईँको चोइस ल बिहान तातो चाहिँ खुवाउनु भयो अनि आलु चप पनि खायो अहिले चाहिँ जे होस् सोफिया दिदीले चाहिँ भाइलाई चाहिँ माया गरेको नि हो गाइस मैले ल्यानु चम्चा चम्चा छैन मान्छे जम अङ्कल जम गाइस अब चाहिँ घर जाम कता उतापट्टि जान्ला हो किन उता जानु लाग्यो ए बेलुका मेरो नम्बर छ होइन अच्छा भयो म पठाइदिन्छु ल लिङ्क त्यही गाइस उनीहरू यो धार्मिकको 2-3 कि 4 जना छ उनीहरू चाहिँ अर्कोमा जानु लाग्यो यसमा चाहिँ अट्छ कि दर काचक गरेर पनि यहाँ चाहिँ त्यो गाइस एउटा सिट लिँदै बस्ने खाली छ आज सुनिक छ अनि प्रशान्त पनि आएको छैन नि त त्यही भएर उनीहरू चाहिँ बेबीका दिदीहरू चाहिँ यतापट्टि जान्ला हामी चाहिँ यतापट्टि जो सोफिया दिदीले आज मलाई यस्तो माया देखाउनु भयो मेरो त आँसु झर्रा आउँछ पढ्न दिएन ओ त्यसको अस्ति उहाँ र त्यो विमला दिदी सुन्नु त
सोफिया दिदी र के हो त्यो के पऱ्यो त्यो अर्को तपाईँसँग होइन त्यो तपाईँ त संस्कृति संस्कृत हेर्नु न विमला दि गर्छ मैले पनि यस्तो गरिदिएको यस्तो गरेर यस्तो ज्वालाइन देखाइदिएको यस्तो एक पिरियड त मलाई जिस्काउँदै गएको बिचरा अर्को पिरियड त्यही माया देखाएको म नि बुझ्छु गाइस अब घर जान्छु खान्छु यस क्लास 11 को चाहिँ म एक्लै रहेछ यता कोही छैन सबै 12 को मात्र म एक्लै को जाने चाहिँ 1 2 3 4 जना 5 6 7 जना रहेछ म सुत्ता गएर 11 को म एक्लै सोफिया दिदी हुन्छ साथी त्यो कलङ्कीको दिदी हुनुहुन्छ नि ठिक छ गाडी अब कलङ्की घुमेर जानु पर्यो इचङ्ग पनि जानु पर्दैन आज अहिले चाहिँ म यता आइपुगेँ गाडी गएको कलेजको अब त्यही हो यहाँबाट धेरै हिँड्नु पर्दैन जम्मा त्यही हो 5-10 मिनट पनि हिँड्दैन 3-4 मिनट हिँड्नुपर्छ अनि 3-4 मिनट हिँड्ने बित्तिकै मेरो घर आउँछ गाइज यो अहिले चाहिँ कोही छैन कि सुनसान छ 200तिर अन्त भर्खर यतातिर भने सबैजना फुलसुल बेच्ने अनि सागसाग यताउति गर्ने त्यही भएर अहिले सबैजना खाना खाएर एकछिन आराम गर्ला होला कोही छैन हौ सुनसान मान्छे देख्दैन सबैजना यता भनेको फुलसुल यताउति गर्ने त्यही भएर यहाँ त कलेज पढ्ने मान्छेहरू पनि धेरै छैनन् क्या त्यही यता कालेदा हुनुहुन्छ अनि यता निमा दिदी कोही छैन सबैजना सुनसान कोही छैन कि यतातिर आज सबैजना बिहान 6-7 बजीतिर मेलामा गएर यताउति गरेर अनि फुलसुल रोपेर खाना खाएर भर्खर आराम गर्दा होला अब ठ्याक्कै घाम ढल्न लगाएपछि फेरि सबैजना आउँछ अनि त्यही फुलसुल टिप्ने अनि बेच्ने त्यही हो हाम्रो ठाउँहरू चाहिँ जो सर भन्दा नि यता ठाउँ चाहिँ राम्रै छ अब मलाई पनि गाडी आउँछ मेरो घर चाहिँ त्यतापट्टि हो क्या अनि यहाँसम्म आउनुपर्छ धेरै लाग्दैन 3-4 मिनट लाग्छ अनि त्यसपछि भइहाल्छ नि अरू भन्दा नि त्यता कलेजमा त्यस्तो केही थिएन कि ब्याचलर्सको कति 7-8 जना अनि थियो अनि त्यही 12 को होला अनि त्यसपछि कता भन्दा 11 को त्यति धेरै छैन अनि अरू भन्दा नि यता हाम्रो चाहिँ टुर गराउनु लागेको छ कलेजमा अनि त्यही हो हामी चाहिँ मतलब म चाहिँ टुर नजाउँ जस्तो लागेको छ यसपालि अब आफ्नै क्लासको 2-4 जना साथीहरू अब हुन्छ होला उनीहरूसँग हाइकिङ जाने अनि सोफिया दी विमला दिदीहरू पनि जानुहुन्छ होला भयो भने त त्यो हाइकिङ जाने प्लान चाहिँ छ अनि साइक्लिङ जाने हो दिस इज आवर होम गाइज ओ आइ ठिक अब उहाँ चाहिँ हाम्रो फुपू चाहिँ मान्छेभन्दा लामो कपाल छ खालि त भिडियो सबै ब्लग सब चाहिँ हेलो गाइज भिडियो ताची तारको तिर हिँड्दै सक्यो त्यही गाइज यही हो हाम्रो घर मेरो वासस्थान जस ठाउँ चाहिँ राम्रो छ यतातिर हेर्नु है गाइज हाम्रो फुलहरू सबै यतातिर फुलहरू अनि त्यो टरेलहरू सागहरू सबै यही हो गाइज हामी बस्ने गर्छ तपाईँ त जहिले आउनुहुन्छ त अहिले Oh my gosh. त्यस्तै हो कलेज पढाएपछि उहाँ चाहिँ हाम्रो कर्ता धर्ता जहिले लुगा लिएर आउनुहुन्छ महिनामा 2 चोटि कि 1 चोटि त उता जस्तो भेट्छ नि 4 चोटि खाना खानुभयो माइजू महिनामा 4 दिन कहिले 5 पनि पुग्छ त्यस्तो क्लियर न टक्क लगाएर त्यही मम्मी ड्याडी घरमा छैन रहेछ हस्पिटल जानुभएको अरे म पनि खानासाना खान्छु त्यही गाइस यस तरकारी चाहिँ आलु हुनु पऱ्यो अरू त त्यस्तै हो यस ठाउँ चाहिँ राम्रो छ शान्तको चाहिँ यस्तो यही हाम्रो कि यो टनेल 2टा टनेल छ अनि त्यसमा फुलहरू अनि त्यसो गाइस म तपाईँहरूलाई अहिले देखाउँछु त्यो टनेलहरू यताउति सबै छ कि सबै देखाउँछु म तपाईँहरूलाई जा होम गाइस यो गाइस हाम्रो घर चाहिँ यो चाहिँ हुन चाहिँ मेरो रुम हो मेरो रुम मेरो सानो डेस्क हजुरआमा हजुरबा त्यही गाइस हुन चाहिँ यो मेरो रुम हो तर यता के हुन्छ नि त अहिले फुपू अनि मेरो फुपाजुहरू आउनुभएको छ त्यही भएर यतापट्टि चाहिँ उहाँहरू सिक्नुहुन्छ
अनि यता चाहिँ हाम्रो किचन गाइज त्यस्तो खासम खास त केही छैन यता चाहिँ मम्मी ड्याडी सुत्नुहुन्छ गाइज टिभी एसी त्यही हो गाइज अनि यता चाहिँ हाम्रो वासरुम दिस इज अ वासरुम कस्तो देख्यो त त्यही गाइज यो चाहिँ म बस्ने ठाउँ अहिले सुत्ने ठाउँ तरकारी अब के बनाएको छ अरू भन्दा नि तरकारी आलु चाहिँ मिठो हुन्छ के बनाएको साग बनाएछ साग खानु बनाउँदैन यस्तो छ अब चाहिँ म आलु बनाउँछु आलु खान्छु गाइस अलिकति भन्दा 12:30 जति भइसकेछ तर पनि भोक लाग्यो के छैन गाइस म आलु बनाउँछु अनि आलु बनाएर आलु ल भात खाने हो गाइस म त्यस्तो इस्कुस आलु त्यस्तो मिठो लाग्दैन क्या इस्कुस आलु चाहिँ मिठो लाग्दैन आलु छ अब आलुसँग बनाएर खाने हो गाइस आलु भन्ने जन्तुले चाहिँ कहिले नहुने भयो गाइस त्यही हो अब म खानासाना बनाउँछु अनि बाबा र मम्मी पनि तल हस्पिटल जानुभएको रहेछ क्या अनि त्यही हो गाइस अब अहिले 12:30 भइसक्यो अनि खाना सादा खाँदा भात सारा माझ्दा यताउति गर्दा टाइम 1 त 2 त यत्तिकै बज्छ अनि होमवर्क गर्ने कि के गर्ने त्यही गाइस अब आजको लागि चाहिँ यति नै भनौँ अनि अर्को चाहिँ म के सोचिरहेको छु भने अब चाहिँ रेगुलर भ्लग आउँछ गाइस त्यस्तो डिले चाहिँ हुँदैन हप्तामा एउटा भ्लग चाहिँ सोचिरहेको छु म अनि त्यही हो गाइस भ्लगमा चाहिँ डिले हुँदैन हप्ताको एकचोटि आउँछ 7:30 बजीदेखि 8 बजीको बिचमा आउँछ गाइस अनि अर्को भएको चाहिँ म के सोचिरहेको छु भने त्यो 7 डेजको लागि चाहिँ डेली भ्लगिङ गर्ने चाहिँ म गरौँ भन्ने सोचिरहेको छु अब लेट्स चाहिँ के हुन्छ अब राम्रो भयो भने अनि गर्न पाएँ भने चाहिँ म पक्का गर्छु गाइज तपाईँहरू पनि सजेस्ट गर्नु न कस्तो टाइपको भ्लगिङ चाहियो तपाईँहरूलाई अब त्यही हो अब भयो भने चाहिँ म ठ्याक्कै के भन्दा 7 दिन लगातार डेली भ्लगिङ गर्ने सोचिरहेको छु अब लेट्स चाहिँ के हुन्छ अब भयो भने त त्यो पनि गरौँ ल त्यही हो गाइज आजको लागि चाहिँ यति नै भनौँ अब म खानासाना बनाउँछु खान्छु यताउति गर्छु अनि त्यही हो गाइज अब थ्याङ्क्स अ लट फर वाचिङ अब सी यु इन द नेक्स्ट भ्लग अनि भ्लग राम्रो लाग्यो भने लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला सो थ्याङ्क यू